हेलो गाइज, अहिले चाहिँ हामी अम्फिस्टेन सिङ्खोलमा आइपुगेको छौँ। ल हामी यहाँ सबैजना आइपुग्यौँ। हामी अब यहाँनिर देखाउने छौँ होइन कस्तो ठाउँ रहेछ, पहिलो अनुभव हाम्रो पनि कस्तो हुन्छ भन्ने कुरा यहीँनिर देखिनेछ होइन कान्छी? अन्त ओके, अब हामी जानेछौँ त्यहाँनिर। मैले गाडीको चाबी कहाँ राखेँ? ल ओके okay guys, let's go. Yeah, we go from here. Come. यहीँबाट छिर्दा नि भयो नि त। ल यो चाहिँ अब कस्तो रहेछ ठाउँ होइन, यहाँ चाहिँ अब लेखेको छ थ्याङ्क यू अनि यस्तो यस्तो भनेर जन्मको बारेमा। यहाँ सानो पार्क रहेछ, स्ट्याचु रहेछ, एउटा सानो स्ट्याचु होइन के हो, फोटो खिच्दा राम्रो आउने रहेछ। एउटा सानो पार्क रहेछ यहाँनिर गाइस। यो के रहेछ यसको विषयमा चाहिँ यहाँनिर लेखेको रहेछ, टक्क यहाँ लेखेको रहेछ। कस्तो दामी पार्क रहेछ क्या यो। ल ईशान आइज भाइ यता इन सिधा इन। ल हाम्रो जनताहरू चाहिँ आउँदैछ नै के गरेर हेरौँ न। यस्तै छ माउन्टेनहरूको घुमाइ। ल कस्तो दामी है यो पार्क, आमा कति राम्रो रुखहरू क्या। ईशान ऊ पर पुगा हाम्रो ईशान। यसो बसेर बार्बिक्यूहरू गर्ने ठाउँ रहेछ। अहिले भएर हाम्रो बार्बिक्यू यहीँ हुन्छ गाइस। अहिलेलाई हामी जाउँ। ब्युटिफुल गार्डन। तपाईँहरूलाई म पहिला यो बार्बिक्यू खाने ठाउँ देखाउनु पर्यो साँच्ची नै। ल यहाँ चाहिँ बार्बिक्यू गर्ने ठाउँ होइन, बसेर खानेहरू सबै छ। यो चाहिँ यहाँनिर सबै यसको विषयमा चाहिँ यताउति लेखेको छ क्या। यो अब यहाँ पढेर सुनाउँ भन्दाखेरि अब संसार सकिजान्छ ढिलो हुन्छ हो। यो चाहिँ यहाँनिर बसेर के खाजाहरू ब्रेकफास्टहरू खाने ठाउँ छ। यहाँ सानो बिन पनि राखिदिएको छ। यो बार्बिक्यू गर्ने ठाउँ हो। यहाँनिर ठ्याक्क यहाँ बार्बिक्यू गरेर खान सकिन्छ यहाँनिर। ल यहाँनिर चुलो बल्छ, राम्रो ठाउँ छ क्या बसेर खाने ठाउँ। ल गाइस अब म तपाईँलाई यहाँनिर गार्डन देखाउँछु। गार्डन भन्दा नि पार्क हो। कस्तो दामी छ क्या यो, हेर्नु यहाँ। हाम्रो गाडी चाहिँ ऊ पर छ, हामी त्यहाँबाट अहिले ठ्याक्कै हिँड्दै हिँड्दै आयौँ। यहाँनिर बार्बिक्यू खाने ठाउँ रहेछ, यो हेऱ्यौँ। त्यस पछाडि यहाँबाट ठ्याक्कै जान्छौँ हामी यता। ल ल हेरौँ त। यो यहाँको रुख बिरुवाहरू कस्तो दामी नि, लस्टै राम्रो रुख बिरुवा क्या यहाँको। यहाँ हेर्नु नि रुखहरू कस्तो दामी छ क्या। गाईले खान्छ होला दिनु भने त खान्छ होला, यहाँ अब दिँदैन। यो दिएर अब गाईलाई यो काटेर दिनु भने त यहाँ सकिगयो नि फेरि। अनि उयो गाउँ टिपेर गाउँको पत्ता सुकाएर पिठो पारेर दिन्छ। कति छिटो त्यहाँ पुगिन्छ हेर। माथि पिङमा माथि। ईशान कहाँ छ? ईशान पनि गयो पार्कमा। ल अहिले चाहिँ हामी मेन ठाउँमा आएको छौँ। ल
यो ठाउँ चाहिँ यति राम्रो ठाउँ छ नि यहाँबाट हामी अहिले त्यहाँ तल खसेपछि चाहिँ दामी आउँछ यहाँ नि यहीँबाट कस्तो दामी छ क्या यहाँ मुनि एकदम ब्युटिफुल प्लेस होइन सो गाइस माउन्ट ग्याम्बियर आउँदाखेरि चाहिँ हामीले यो ठाउँ छुट्यायौँ भने चाहिँ हामीले घुमेको अर्थ रहँदैन होइन माउन्ट ग्याम्बियर आएर यो ठाउँ छुटो भने चाहिँ बरु नआउँदा नि हुन्छ है गाइस यहाँ माथिबाट हेर्नु कस्तो दामी क्या फुलहरू फुलेको होइन यहाँ माथिबाट लास्तै दामी देखिँदो छ हेर्नु न अहिले म त्यहाँनिर तल गएर अहिले म सबै देखाउँछु त्यो फुलहरू ओके अब हामी जाउँ यहाँबाट पो राम्रो देखिँदो रहेछ ल यहाँ हेर्नु कस्तो दामी छ यो भ्यू मैले माथिबाट यो लिएको भ्यू हो कि हेर्नु त कस्तो दामी छ माथिबाट यस्तो देखिन्छ है यहाँ मुनि अहिले यहाँ टाक्टुक देखाउँछु म यहाँ तल सबै यहाँको जम्मै देखाउँछु म अहिले एकछिन अरू पनि आउनु अन्त न सँगै सो यो सिँढी छ यहाँनिर यो सिँढी नै सिँढी भएर हामी त्यहाँ जान्छौँ अनि त्यता आउँदै घुम्छौँ यो फुल पनि कति राम्रो हरियाली जस्तै हेर्नु त है सो यहाँ मुनिबाट हेर्दा चाहिँ यस्तो देखिन्छ यो ठाउँ होइन एकदम दामी छ फुलहरू यस्तो मजाले फुलेको छ यहाँ हेर्नु नि यो कस्तो दामी फुलेको क्या यो कस्तो मजाले फुलेको छ यहाँ फुल ल कस्तो मजाले फुलेको नि यो ठाउँ स्वर्गभन्दा कम छैन नि सो यहाँ माथिको यो हेर्नु न कस्तो दामी छ फुलहरू त यो सबै एउटै फुल रहेछ यहाँ राखेको चाहिँ तर निकै राम्रो फुल रहेछ क्या कस्तो राम्रो सुहाउने खालको नि यो फुल एउटै हो नि त यहाँ भएको यो हिँड्ने सिँढी यहाँ भएको नि के अरे यो ए हो ओके मान्छेहरू पनि धेरै आउँछ नि त्यहाँ घुम्न हाम्रो भाइ के भन्छ वैसे फोटो खींच रहे थे कस्तो दामी क्या यहाँ सानो यो रहेछ नि त ऊपर जगह है ये ऊपर आयो कस्तो लाग्यो त यो ठाउँ एकदम राम्रो रहेछ स्वर्गभन्दा कम छैन नि एकदम राम्रो छ तपाईहरुलाई अमेरिकाबाट आउनु भएर कस्तो अनुभव गर्नुभयो त राम्रो अनुभव भयो हाम्रो त स्वर्गभन्दा कम छैन नि त खुसी नै हुनुहुन्छ कस्तो लाग्यो खुसी लाग्यो ए फुपाजु लाजेब जस्तो लाग्यो लाजेब फुपाजु कस्तो लाग्यो स्वर्गभन्दा कम छैन नि थाहा होइन कस्तो राम्रो लाजा भन्दा कम नि गोठ छ
यिनीहरूले यो अघि पनि बनाएर त्यो खडेका पारे माछा होला टाउको काटेर यस्तो राम्रो फ्लावर छ कि यहाँ हेर्नु नि beautiful. खासै यति नै रहेछ खासै त्यति धेर त रहन्छ यति नै रहेछ यहाँ माथिबाट जस्तो देखिन्छ यो ठाउँ होइन यता जाउँ न आउँदा यहाँबाट पनि त्यस्तो देखिँदैछ ल उता माथि यसो छ होला नि सो गाइस त्यही हो यहाँबाट चाहिँ हुन्छ निगुरो बोमुडाको आज माछन् होला जतासुकै ठोकेर त्यत यस्तो दामी ठाउँमा आयो कि आज यस्तो दामी यो ठाउँ चाहिँ कुनै स्वर्गभन्दा कम छैन क्या गाइस नि भाउ यस्तो दामी आएको छ नि यहाँहरू न हाम्रो जेठो गुड बिचारा जेठो पनि घुमे आज यस्तो दामी ठाउँ छ कि यो हेर्नु नि यहाँ कस्तो दामी छ त ल त्यही गाइस अब हामी अर्को ठाउँ जान्छौँ त्यहाँ पनि भ्लग गरेर देखाउँछु अहिले यो ठाउँमा अब हामी फोटोहरू खिच्छौँ यहाँ अलिकति टिकटकहरू गर्छौँ त्यही हो ल गाइस सी यू इन नेक्स्ट भ्लग ओके गाइस यहाँ चाहिँ हाम्रो भेडा कुखुराहरू पाक्दैछ हेर्नु नि यतिको भयो यहाँ भेडा देख्न सक्नुहुनेछ यस्तो दामी दामी भएको त्यो पाक्छ जस्तो हुन्छ गाइस कुखुरो यता भेडो कुखुरा यति छ भेडाको बलमा त्यति छ हाम्रो भाइले खायो यहाँ नि भाइले खायो यहाँ नि बा ल हामी बसेको होटल चाहिँ हामी बसेको होटल कस्तो छ भने चाहिँ यहाँबाट यो ठुलो बाटो भयो यता पसोभित्र यहाँ त्यहाँबाट चट्ट पस्दाखेरि चाहिँ पसको राइटमा यो हामीले बारीको बनाएको ठाउँ आउँछ अनि यहाँ मुनि रुम छ अनि यहाँ माथि पनि रुम छ तर हामी बसेको चाहिँ कहाँ छ भन्दाखेरि हाम्रो दुईवटा अपार्टमेन्ट चाहिँ उता पल्लोपट्टि छ अनि एउटा चाहिँ यहाँनिर छ रुम म देखाइदिइहाल्छु तपाईँहरूलाई हाम्रो गाडी यहाँ छ सो हामी बसेको चाहिँ उतो हो त्यो नम्बर माथिको यो ठ्याक्कै देखिएको हो त्यो नम्बर 19 अरू चाहिँ यहाँनिर यस्तो छ अपार्टमेन्टहरू छ जम्मै अपार्टमेन्टहरू आधा दिन चाहिँ कस्तो खराब भयो क्या तर ठिकै छ कहिले घाम लागिरहेको छ कहिले बादल आइरहेको छ तर हामीलाई पानी परेको छैन हामीलाई घुम्न राम्रै भइरहेको छ चिसो पनि छैन सो गाइस अहिले चाहिँ हामी यो भ्याली भ्यू पोइन्टमा आएको छौँ यो पनि कस्तो राम्रो देखिएको है यो ब्लू लेक जस्तै नि कान्छी यहाँ हेर्नु नि यहाँबाट हेर्ने ठाउँ छ होइन यहाँ चट्ट बसेर हेर्नु छ ऊ तल पनि बसेर हेर्ने ठाउँ रहेछ यो भ्यू क्या ओ माई गड दिस इज सो गुड इट्स ब्युटिफुल भ्यू फ्रम हियर कस्तो राम्रो भ्यू है यो त्यो बीचमा के होला एकदम राम्रो छ बीचमा कोही के छ
हामी उ त्यहाँनिर त्यो बस्ने छ नि त्यहाँसम्म जाउँ न ल त्यहाँसम्म जाउँ अनि त्यहाँ भाइ आऊ आऊ त यसो कम लेट्स गो होल्ड मम्मी ह्यान्ड गो मम्मीको ह्यान्डसम्म गुड ओके सो भाइ कस्तो राम्रो यो आहा कति राम्रो देखेको ऊ तलबाट पनि पार्क गरेर त्यहाँनिर राख्न सकिँदो रहेछ नि त नि यहाँ पार्क पनि छ सानो पार्क पनि छ त्यहाँनिर अघि हामी गएको ठाउँमा नि हाम्रो भाइ पिङ खेलेको नि अघि भाइले पार्कमा के गर्यो होला के गर्यो खेल्यो ल मामासँग ईशान हो त्यहाँनिर बसी गर ल के भन्नु नि सो यहाँबाट चाहिँ यस्तो देखिन्छ यो भ्यू चाहिँ यो यति राम्रो छ नि यो माथिको यो पाहाडहरू हरियो छ यो माउन्ट ग्याम्बियर कति हरियो है हरियो सबै हरियाली कस्तो राम्रो छ क्या यहाँनिर हेर्नु नि अझै यो गर्मी महिना हो आज चाहिँ होइन अझै घाम लागेको थियो भने चाहिँ नि यो दामी देखिन्थ्यो तर आज अलिकति क्लाउडी छ यहाँनिर चिसो छ आज नि अनि त्यही भएर यो अलिकति राम्रो देखिएन तर पनि धेरै राम्रो छ अरू हेरी चाहिँ होइन यो लेकहरू चाहिँ धेरै राम्रो क्या हरियो छ हरियो जाडो महिनामा अझै हरियो हुने रहेछ क्या पछि धेरै राम्रो हुन्छ तर अलिकति घाम लाग्दिएको थियो भने अलिकति उब्रेको यो आकाश क्या अलिकति उब्रेर निलो भएर घाम ठ्याक्क लाग्दिएको थियो भने राम्रो देखिन्थ्यो हावा चिसो चल्दैछ नि त सो यस्तै छ यहाँ चाहिँ हेर्नु नि पाहाडहरू कस्तो राम्रो छ यो ऊ माथिको यो टावर जस्तो छ नि त्यो टावरमा पनि जान सकिन्थ्यो होला नि गाडी लगेर खोइ के छ त्यहाँ गएको छैन हामी उता छ नि हामी हिजो आयौँ नि उता त्यो अर्को बाटो अनि तपाईँले त्यो के हो भनेर भन्दाखेरि त्यो पो होला हो भन्नुहुँदै थियो नि हो त्यही हो त्यो भयो मैले कुरा सो यस्तै छ यहाँको भ्यू चाहिँ सो के अब चाहिँ हामी अर्को ठाउँ जान्छौँ नि यो अबदेखि गयो अर्को ठाउँ जान्छौँ कस्तो लाग्यो दामी माउन्ट ग्याम्बियर राम्रो छ पहिलोचोटि होइन माउन्ट ग्याम्बियर घुम्न आएको धेरै राम्रो भ्यूहरू यहाँको ठाउँहरूले चाहिँ हामीलाई मोहितै बनायो नि राम्रो छ त टाउको दुखेर टाउको दुख्यो तिमीलाई त्यो चिसोले गर्दा ठिकै छ मोहितै बनायो क्या यो ठाउँले चाहिँ ओ माइ गॉड बिग फ्यानै भयो माउन्ट ग्याम्बियरको चाहिँ बिग फ्यान भयो साथी हो यहाँ हेर्नु नि यहाँको यो हरियाली र यहाँको लेकहरूले मन यस्तो चोरो नि के कुरा गर्नु ओके गाइस अब हामी अर्को ठाउँमा जान्छौँ होइन अनि अर्को ठाउँको फेरि त्यहाँनिर भ्लग गरेर तपाईँहरूलाई देखाउँछौँ सियो ल गाइस अहिले चाहिँ हामी यहाँबाट एउटा भ्यू पोइन्ट हेऱ्यौँ अब अर्को अलिक तलतिरबाट ब्लू लेक हो कान्छी ब्लू लेक यो चाहिँ यो अर्कै हो अब अहिले हामी चाहिँ एकछिन छोटो भिडियो गर्छौँ ब्लू लेकमा गएर बाटो हेर्नु नि कस्तो दामी छ ल गाइस अहिले चाहिँ मैले गाडी यहाँ राखेँ गाडीबाट म यहाँ निस्केको छु अब म तपाईँहरूलाई चाहिँ यहाँको देखाउँछु ल यहाँ कस्तो छ भन्ने कुरा चाहिँ यहाँबाट यस्तो दामी लुकआउट छ नि यो यहाँनिर यो लुकआउटको नाम चाहिँ के रहेछ भन्दाखेरि चाहिँ यहाँ लेखेको छ एपेक्स लुकआउट ओके लेट्स गो यहाँबाट अलिकति सिँढी चढ्छौँ हामी हेर्नु त त्यहाँबाट झर्दो रहेछ अनि त्यहाँबाट हेर्दो रहेछ क्या कस्तो राम्रो देख्यो त
वाउ यहाँबाट राम्रो देखिँदो रहेछ ब्लू लेक यति निलो छ नि यो त्यही भएर नामै ब्लू लेक हेर्नु नि एउटा यो यस्तो दामी छ कि सफा छ नि गहिरो छ नि सो नानी चढ्दैछ कान्छे हेर सो यहाँ चाहिँ यहाँबाट चाहिँ हेर्ने ठाउँ बनाइदिएको छ टप्पूमा छ यो चाहिँ यहाँबाट हेर्ने ठाउँ बनाइदिएको छ अनि यहाँबाट चाहिँ कति राम्रो देखिन्छ क्या हेर्नु नि यो ठाउँलाई कस्तो राम्रो देखिन्छ अनि ठ्याक्कै हेर्दाखेरि ब्लू लेक यस्तो देखिन्छ है भाइ के गर्छ हेर्छ ल गाइस अब चाहिँ हामीले ब्लू लेक पनि हेऱ्यौँ अब हामी ब्याक टु रुम जान्छौँ अनि त्यहाँबाट बस्छौँ त्यहाँबाट भोलि अर्को ठाउँ हुन्छ होइन अनि तपाईँहरूलाई अर्को ब्लगमा फेरि नयाँ ठाउँ देखाउनेछौँ गाइस अलराइट ब्लू लेक चाहिँ यस्तो देखिन्छ हामी यस्तो हुन्छौँ ओके गाइस आज यो ठाउँ पनि घुम्यो धेरै राम्रो छ कस्तो हावा चलिरहेको छ यार यहाँ अब हामी यहाँबाट फर्किन्छौँ भोलि अर्को ठाउँ देखाउँछु तपाईँलाई अर्को ब्लगमा सी यू गाइस एलडी रहेछ एलडी पनि रहेछ भाइ एलडी पनि रहेछ त तिम्रो फेभरेट एलडी पनि रहेछ त के ल्याउनु छ अरे अघि तपाईँले के भन्नुहुन्थ्यो रेड बुल अनि फुफूले के मान्नु भएको थियो डाइट सुगर डाइट कोक डाइट कोक एलडी अन्त कोल्स रहेछ हो भाइ एलडी पनि रहेछ त एलडी जाने कि कोल्स जाने भाइ कोल्स जाने ओके भाइले कुल्स भनिसक्यो त यहाँ चाहिँ यस्तो छ यतापट्टि एलडी छ यतापट्टि कुल्स रहेछ नजिक नै राम्रो रहेछ सिधै जाउँ हामी यहाँ फर्स्टमै राखौँ छेउमा सेट गरेर चाहिँ यस्तो गरेर चाहिँ यहीँनिर सेट्टै हालिदिउँ कहाँ छ एलडी कहाँ छ कुल्स कहाँ एलडी कहाँ कुल्स हो ल हामी आइपुग्यौँ कुल्समा होइन अब झार्नुपर्छ ल म भाइलाई झार्छु ल ओके गाइस अहिले चाहिँ हामी यहाँनिर गाडी पार्कमा राखिसक्यौँ अब हामी भित्र पस्छौँ यहाँको चाहिँ यस्तो छ यहाँको कुल्स भनेपछि यो हो अब हामी यहाँभित्र पस्छौँ अलिअलि सामानहरू सबै किन्छौँ हेरौँ भित्र पनि भित्र कस्तो रहेछ त्यो पनि देखाउँछौँ हामी पस्यौँ अब हामी यता जाउँ त आज कति हेर्ने रहेछ क्रिसमसको सबै बजारको माथि यता लाइनमा चाहिँ के छ हेरौँ ओके यहाँ रहेछ होला डाइट कोकहरू यसमा चाहिँ रहेछ आऊ त यसमा चाहिँ यो रहेछ नि त एकछिन ल यहाँनिर नरिवल त रहेछ कि तर मैले खाने रहन्छ नि त होइन अर्को यस्तै यस्तो यो होइन सानो यस्तै ठुलो हो तर अर्कै कस्तो मिठो हुन्छ क्या त्यो प्योर ए त्यहाँ रहेछ कतिवटा यो चाहिँ यस्तो दामी छ है गाइस यो चाहिँ मलाई मनपर्छ क्या मेरो फेभरेट हो
अनि दोडा भयो इनफ अनि That's it. Sorry guys. Thank you. Yeah, good. Okay, हामीले यो दोडा किन्यौँ अब त्यस पछाडि जानुपर्छ अनि यो नो सुगर यो रेड बुल लगिदेऊ न है यो त्यो फुपाले खानु हुँदो रहेछ यो फुपाजुलाई अरूलाई पनि लगिदेऊ अरूले खान्छ नि त अरूलाई पनि यही लगिदेऊ ल यस्तो खालको यो राख त अब भनेको डाइट कोक सिधा होइन यो जिरो सुगर छ त घरमा अघि लगाएको अघि सकेछ सबैले खायो मैले डाइट देखिनँ त यहाँनिर एउटै हो हुन त त्यो जिरो सुगर लाँदा नि हुन्छ डाइट लाँदा नि हुन्छ एउटै हो कुरो चाहिँ ए डाइट कोक राख त No, you're right. So guys, यहाँ चाहिँ डाइट कोक यस्तो गरेर निकाल्दैछु यो चाहिँ फुपूको मात्रै हो एउटा भेनिला आयो मलाई त मन पर्दैन कुन मनपर्छ तिमीलाई कोक छ अरू त होइन घरमा छ भयो छ कोक त त्यो भयो अब अरू के छ एप्पल जुसहरू खान्छौ कि तिमीहरू भाइहरूको पनि छ एप्पल जुस भाइहरूको जुस छ ओके कोक पनि छ अनि अघि तपाईँहरूले डाइटको जिरो सुगर र अनि अर्को मिनी कोक लानु भएको नि त अर्को लगेको कि तर त्यो जिरो सुगर चाहिँ सकिएछ नि त त्यस्तो भने छैन यो चाहिँ आइसक्रिमहरू त्यस्तै छ यहाँ चाहिँ त्यस्तै राख्छन् यसमा यस्तै छ यहाँ चाहिँ पास्ताहरू रहेछ फिस राइसहरू पाउँदछ धनिया अहिले चटपटसँग खानु के कहाँ पाउँछ धनिया यता मात्रै त होइन होला यता तल पाउने रहेछ फ्रोजनमा हुँदैन र जुसमा हुन्छ र धनिया मैले देखेको छैन नि त सब्जीहरू राख्नेतिर हुन्छ होला फर्स्टमा हुन्छ त्यो उनीहरूले गर्छन् यहाँ तपाईँको छ क्लिनिङको सामानहरू चाहिँ लन्ड्री गएका रहेछ लन्ड्रीको लिक्विड सक्यो छ होला नि तर छ नि त सकिँदैन नि स्प्रे लानु पर्दैन नि त्यो सफा गर्दै होइन पर्दैन we don't need to worry about that क्लिनिङ आउँछ त्यो सफा गर्न बेबीहरूको चाहिँ यहाँ छ सेम्पूहरूमा सेल लागेको छ यहाँ यसको अहिले चाहिँ $60.50 भएको रहेछ वास 15 अनि $60.50 त्यो हाफ प्राइसै भएको रहेछ सो यता चाहिँ सेल्फ सर्भिसहरू छ यहाँ चाहिँ त्यही सफ्ट ड्रिङ्क्सहरू छ ठिक छ अहिले केमा आइपुग्यो यतै छ क्या धनिया यो सब्जीतिर हुन्छ नि अलिक पर होइन त यहाँ फ्रुट्सहरू छ म्याङ्गो गाइज म्याङ्गो कोला पनि रहेछ यता चाहिँ बेकरी यस्तै छ यहाँ चाहिँ टोस्टहरू के छ यहाँ ब्रेडहरू अब यता पछौँ नि त हामी उतातिर यो चाहिँ मिन्स गरेको मासुहरू के को चाहिन्छ चिकन बिफ पोर्क एभ्रिथिङ हो आलु पनि पो रहेछ त रातो आलु सुकुनी प्याजहरू विभिन्न किसिमको छ यहाँ त सब्जीहरू धनिया चाहिँ पाउँछ होला यो होइन धनिया यो के हो एक गाजर पर्छ धनिया जस्तो देखेँ मैले पाक्ने के भएको म झुक्के ओके यहाँ चाहिँ च्याउहरू गर्छ अनि अरू यहाँनिर ल्याक्टोसहरूको लिप्सहरू छ
पछि यो गाजरहरू छोडेर यो सलाद बनाउनको लागि चाहिँ तिनीहरू छ यहाँनिर दाम पनि हेर्नु आज अलिक सेल लागेको छ नि कोरिन्डर भन्ने भेट्यो यस्तो छ त ड्रममा कति सानो यार यो त यो कसले खान्छ गाइस यो कसले खान्छ यार यो एकै तालमा यो त बिग्रेको छ नलैजाउँ ल हेर न राम्रो छ भने छैन ए यस्तो छ ओस् के पैसा लगाएर लानु मिठै हुँदैन अनि उता राम्रो छ यताको धनियाँ होइन हौ यो हो र धनियाँ हो त त्यो त सुन बास्नै छैन धनियाँ होइन र यो धनियाँ हो त धनियाँ जस्तो छ अनि धनियाँ हो कान्छी यो चाइनिज धनियाँ र ए होइन यो पनि त्यो त अर्कै के जस्तो लाग्यो धनियाँ त्यही हो त यो हो कि यो तर हेर्नु नि म यस्तो छ अनि के गर्नु सेम छैन त सेन्टै हुँदैन हौ फुल्सहरूको राम्रो छैन नलैजाउँ ल सो गाइस अब हामी होटल जाँदैछौँ कुल्सबाट अलिकति सामान किन्यौँ अब होलट जाँदा घर जाँदैछौँ रुम भनौँ न रुममा जाँदैछौँ अब यहाँबाट सिधै जाँदा अलिकति परतिर मात्रै हो कुल्स त नजिकै पर्छ त टाढाबाट हो ए हाम्रो त्यहाँबाट त्यति देखाएको रहेछ अघि हामी गएको ठाउँबाट तर नजिकै रहेछ नि त यहाँ ट्राफिक लाग्यो अब यहाँ बस्ने तर यता आउँदै चाहिँ 50 मात्रै हो गाइस यहाँ 60 कुदायो भने चाहिँ टिकट पाइन्छ सो 50 कुदाउने हो यो बाटोमा चाहिँ यहाँ भित्र सिटीमा चाहिँ माउन्ट गेम्बियर सिटीमा चाहिँ 50 कुदाउने हो ओके रातो पनि ठुलो हरियो भएर जाउँ त नजिकै रहेछ त्यहाँनिर हो नि त हुलत हामी आउने हुलत त्यो पराको होइन यो लेफ्टमा देखेको त्यो हो 4 मिनेट लाग्ने रहेछ हामी बसेदेखि नि यहाँ त हिँडेर त नजिकै हो नि त्यही 7-8 मिनटमा आइपुगिन्छ हिँडेर अनि हामी बसेको त्यही त हो नि त त्यो तलतिर हो नि त हामी बसेको होटेलको नाम चाहिँ आर्काना मोटर हो है ल यो बसेकोदेखि हुलत र कुल्सहरू चाहिँ नजिक नि नजिकै छ होइन कुल्स चाहिँ हिँडेर जानु भने नजिकै रहेछ नि त थाहा भएन नयाँ ठाउँ गएर कि त्यही भएर तर हुनु पनि पर्यो नि त यसरी कुद्नु पर्छ हामी बसेको ठाउँ राम्रो छ नि सेन्टरमा छ नि त आइतको हो आर्काना मोटर यही त हो किनाहरू चाहिँ यहाँबाट यता बसेका छन् यहाँनिर हो दिदीहरूको अनि हाम्रो हामी चाहिँ अब यहाँबाट ठ्याक्क बसेपछि अपार्टमेन्टमा टक्कै पुगिन्छ होइन यही अगाडिको अपार्टमेन्ट खाली भएको भए त यही लिन हुन्थ्यो यार रुम नम्बर 22 अनि त्यहाँबाट 24 यहाँ पनि आएछ थिएन नि त हिजो यो रुमको बुक गरेको रहेछ हामीले फेरि ढिलो बुक गऱ्यौँ नि त अनि त्यही भएर तर नि हामीलाई मिलाइदिएको हो क्या बिचरा हामीले पाकै हो 25 र 26 मिलाएर दिएको हामीलाई यो दुईटा हामी आइपुग्यौँ अब यहाँ हामी चाहिँ ठ्याक्क पार्क गर्छौँ यस्तो गरेर पार्क मिलाएर गरौँ अनि त्यहाँबाट जाउँ भित्र ल यही हो त्यो बाबाले ठ्याक्क बाहिर खोलिदियो यो चाहिँ उतापट्टि होला नि इजाबेला What are you doing there, Isabella? Waiting for to go swimming. Oh, you're waiting for me to go swimming? But there's people. Only one people, and there's a girl sitting in the chair. That's fine. Kiki. हामी अहिले गर्नुपर्छ ओके Okay. तिमीहरूले फिनिस गर्छन् अनि त्यहाँबाट आउट हुन ओके Okay. ओके गाइस नम्बर 25 यही कहाँ गएको त्यहाँनिर Yeah. भाइ पनि गएको Yeah. ओके सामान बोकाएर न ल यस्तै छ हामी बस्ने चाहिँ दामी छ नि हो नि दामी हो नि यतिको त घरै छ यहाँ हो किचन यो नि लाउलो मलाई राख्न अप्ठ्यारो हो के फ्रिजमा लाउनु बिचारा हामीले सबैले छोडेर होइन उर्मिला म चाहिँ एकछिन बजार बाबुलाई छोडेर गयौँ एक्लै पऱ्यो नि त बाबु यहाँनिर डर लागेन केले खान्छ हौ केटाकेटीहरू डराउनु अन्त नि खतरा छ नि डराउँदैन जे होस् यहाँनिर चाहिँ नआउँदैछन् भन्थ्यो इजाबेलाले नानीहरू यहाँ चाहिँ अहिले हामी स्विमिङ गर्न आउँछौँ नानीहरू ल्याएर म पनि गर्छु नलाउनु नि हौ तर चिसो छ आज ननुहाउला भोलि दिउँसो नि
गरौँ ल गाइस अब आजको भ्लग चाहिँ इन्ड भएको छ आजको भ्लग इन्ड भएका छन् अहिले हामी चरपटे खान्छौँ होइन चटपटे भ्लग कमिङ सुन सी यू गाइस ल ओके गाइस अहिले चाहिँ हामीले चरपटे खाने अघि मैले दिउँसो पनि भनेको थियो अहिले चाहिँ यहाँ चरपटे बन्दैछ यहाँ हेर्नु होला घरमा झन् चरपटे बनाउनु बिजी मुरै हालेर अरू यो काँक्रा कम्परहरू सबै हालिसकेको छ यसले चाहिँ रमकम फुटाउँदैछ यसले चाहिँ यहाँ चिप्स खाँदैछ अरू बसिरहेछन् यहाँ ओके दिदीले भन्नु ल चरपटे बनाउन दिदी भन्नु होइन अरू त यो हाम्रो आकृतिले खतरा चरपटे बनाउँछ गाइस यसको चरपटे खाइयो भने कहिले बिर्सिन सकिँदैन याद आइरहन्छ त्यस्तै 12 कति जहिले मन पराका चाहिँ हाल्दै पिरो हुँदैन पिरो त हुँदैन होला नि पिरो भयो नि कसैले खानु सक्दैन होइन हाल्नु अलिकति के गर्नु खानु अमिलो यही हो दिस वान यो यसमै अमिलो हुन्छ तर अमिलो त दाजुले अलिक खानुहुन्थ्यो अब कागती डल्ला डल्ला लगाइदिनुपर्छ कागतीको डल्ला लिएर पठाइदिउँ न कागती डल्ला डल्लै लगाइदिनु दाजुले के भन्नुहुन्छ बिहोस हुनु खानु बाल्कुनीको मान्छेहरूको के छ खबर यति साह्रो गरेर गर्दैन बिचारा गाडी कति अप्ठ्यारो हुन्छ नि उनीहरू त मजा भयो नि हामीले सर भन्नु माने क्या त्यो 30 रोटमा नि त्यो अलिकति खोपिटा परेसँग फ्र्याक्क गर्छ नि सत्तो जान्छ बिचारा अहिले गर्नुहुन्छ यहाँबाट अलिक हल्लाउँछ अनुतिर हुन्छ त्यही त गाडी त अलिक कम्ती भएन भन्दै यस्तो भ्रम नि अलिक कम्ती भएन होला हाम्रो बुवा चाहिँ फर्किन भएछ फर्किन मान्नु भएको छैन भने त्यसो बिचारा फुवा चाहिँ घरमा जाने भन्दैछ मन पर्यो होइन फुपाजु अस्ट्रेलिया साह्रो मन पर्यो भनेको होइन अस्ट्रेलिया साह्रो मन पर्यो भनेको होइन अति नै मन पर्यो अस्ट्रेलिया भेनाजुले साह्रो मात्रै होइन कि अत्यन्तै नि कति कति हो मन पर्यो हाम्रो भेनाजुले अस्ट्रेलिया यति मन परेको छ कि यस्तो भन्नुहुन्छ फर्केर अब म हिवास जाँदिनँ भाइ मलाई मिल्छ भने यति राख न भन्ने भइसक्यो हिवास गरेर फेरि तुरुन्त फर्केर आइन्छ होला आइन्छ होला हाम्रो मेन कुरा चाहिँ के भने नि हाम्रो भेनाजुलाई बाल्कुनीमा बसाइले नै फिदा बनाएर बाल्कुनीमा बसाएर मारे बाल्कुनीमा त एकदम गुड छ नि बेला के खोजेको अमिलोहरू सक्यो भनेर खोजेको थिएँ भन्छ त्यो त कागती अघि त्यो हुलक दोकानमा ल्याएको पनि हुँदैछ मैले भयो होला आउने के अमिलो हालेको नि हजुर छैन रहेछ बुझ्ने मैले चेक गरेको थिएँ कागती ल्याउनु पर्ने छ अघि हामी पुगेर आयो नि कागजको जाति पनि हुन्छ बरु नि बिर्सी गइन्छ हौ नि तर घाँटी थियो ठिकै भयो होला हौ घाँटीको चाहिँ यस्तो धाराको पानी खाएर है कागजले केही त्यो फिल्टर गर्नु छ नि त त्यही हो हुन्छ बरु दिदिन पनि यति भए पनि यो अमिलो हुन्छ कि अलिअलि मसला अब त्यसमै चित्त बुझाउनु ल राखेको परदेशको चटपटे अब के गर्नु
रातिको यहाँनिर हेरौँ न 10-16 भयो अनि हामी चाहिँ रातिको 10-16 मा चरपटे खानु पर्ने हामीलाई चाहिँ मेन चाहिँ हामीलाई भन्दा नि उहाँलाई चरपटे खान साह्रो रहर लाग्ने क्या कति रहर गर्नुहुन्छ चरपटे खान नि आज अलिकति ढिलो भए पनि छिटो भयो नि मलाई चरपटे खुवाउनु है भनेको कारणले गर्दाखेरि चाहिँ हामीले यहाँ चरपटे बनाउँदैछौँ भर्खर सुतेर उठेको अरे सबभन्दामा चरपटे खाएको देखेँ अरे अनि त्यही भएर हामी बनाउँदैछौँ त्यसो गरेर बनाएको हिजो ल्याएको खोर्सानी हामीले होरबाट होइन त्यो अचारको त्यो सानो दामी हुँदो रहेछ अचार त्यो अकबर जस्तो पिरो हुँदो रहेछ अलिक खान्छु त्यो हो त्यो खान्छु तर धेरै चाहिँ खानु सक्दैन नि राम्रो हुन्छ राम्रो हुँदो रहेछ गएको ठाउँ चर्को भन्छ राम्रो हुँदैन ठिक्क भयो ल त्यसो भने अब मैले यो सामानहरू राख्दा मिल्छ चटपटे यस्तो भोल्युम कस्तो राम्रो खक्का जस्तो भयो लु चटपटेवाली नै अब अमेरिकादेखि आएर बनाएको छ अमेरिकाबाट आएर चाहिँ विशेष नै यो चटपटे बनाउनै आएको अमेरिकाको ह्यारिसबर्ग पेन्सिल्भेनियाको पिट्सबर्गदेखि आउनुभएको उहाँ चटपटेवाली चाहिँ खास चाहिँ हामीलाई चटपटे बनाउनकै लागि आउनु चटपटे बनाउनै आएको बिचारा चटपटे बनाउन आएको रे साँच्चै भनेको कस्तो राम्रो कलर बस्छ नि चटपटेको किरानीले पछाडि छ थाल त भन्ने कुरा छैन ल त लास्टै कलर राम्रो आयो क्या अझ त्यो क्यामेरामा भन्दा यहाँले क्यामेरामा चाहिँ केमा होइन त्यसमै अघि ल्याएको त्यो उसमा खाऊ हो त्यहाँनिर आयो नि के हुन्छ त्यो त्यसकै लागि चम्ची पो छैन चम्ची पनि लिएको छ हो तर कहाँ राखेको छ चम्ची चम्ची चाहिँ खोइ कहाँ परेछ कि चम्ची अघि चाहिँ ल्याइदिनु दिउँसो घरबाटै ल्याएको हुनसक्छ यहाँ बस न बुझु बसौँ यहाँ बस्नु चटपटे चाहिँ वितरण गर्न बिजी हाम्रो किन हेर्नु न पहिला टन चाहिँ फुपूलाई अनि त्यहाँबाट फुपाजुलाई चटपटे खाँदैछ नि यहाँ घुम्न आइरहेछ चटपटेको खाना धमाधम छ आज यस्तै खाएर सुत्ने कति खानु अघि मासु पुलाउ भक्तुरो खाएको दिउँसो बाबीले खायौँ अनि अहिले चटपटे खाँदैछ अहिले धमाधम छ खाइए पनि है कस्तो कस्तो भएको मिठो भएको छ कस्तो दामी छ हाम्रो पनि चटपटे नै मिठो हुन्छ दामी भयो ग्यासलाई नि ग्यास भएन भोलितिर बोल्ने भएन रे भेनामा अलि हालेर खुर्सानी ल्याएर यहाँ म लगाइदिन्छु अनि यो टमाटर दिउँ न यो चाहिँ मलाई अब पिरो ल गाइस हेर्नु मेरो चाहिँ यस्तो चटपटे अनि एउटा चम्चीले मलाई ल्याए यी गाड्दैन मेरो एउटा बिना भाजीले पिरो इजबेलालाई मात्रै खानु आदि भाइले त अब सुतिको भाइ त कल्ला खोर्सानी थपिएको त्यस्तो साह्रो दाजुलाई हामीहरूको दाजुले यसरी खानुहुन्छ है धन्यवाद खोर्सानी डह्रो खाने फुपू पनि थप्ने अरे खोर्सानी नै अरे कलर मात्रै रातो खोर्सानी बिताउने छ नि खोर्सानी खाएर बाबुले हामी गर्नु ल रमरले मलाई पाएँ त मैले यहाँ पनि यसरी खाँदा मेरो चटपटे चाहिँ यहाँ राख्नु पर्यो यहाँ बसेर खानु पर्यो म हामी सबै चटपटे खानु बिजी म चाहिँ अब भुइँमा बसेर खाने बाहिर बनाएर हो बाहिर चिसो छ नि त
दिउँसो हुनु त बाहिरै बसेर खान्थ्यो कि म यो डस्टले चिलाउँदो रहेछ यहाँ बस्ने भए पनि मलाई कस्तो चिलायो कहाँ त्यहाँ बसेको यहाँ आऊ न मैले जगमा त पानी हालेर हल्ला र दुईपल्ट पानी त्यही तताएर सकेको छु त्यही तताएर गर्दै खानु पर्थ्यो बस्नु बहिनी आउनु फर्स्टमा खानुपर्ने कि म अन्त खान्छु हामी पनि हो फर्स्टमै खानुपर्ने त्यही त हामीलाई छोरी मान्छे सबै लगाइदिनु पर्ने हामीलाई लास्टै जाने भयो फर्स्ट पानी पक्कड्नु हो कहाँ गयो हामीलाई हेरै तिमीहरू पनि हामीलाई फर्केर उता फर्केर खाऊ न नाश भयो ल गाइस हाम्रो फुपूले चाहिँ यहाँ अझै ल्याइदिएको छ नि तर यहाँ हेर्नु न मेरो चाहिँ खाली मोमो खाँदिनँ यस्तो नै खाली भयो उनीहरू थप्दैछन् अहिले चाहिँ अब अलिअलि गर्दा सबै थप्ने सरपले थपेको यिनीहरूलाई चाहिँ अलिक नपुगेको अवस्था तर उनीहरूले अघि चाहिँ यिनीहरूले अझै बेसी खायो यहाँ यो नानीलाई पनि लगाइदिनु आफूले खायौँ खान्छु ल यहाँ थपेर खा नानी यो तपाईँको हो ए मेरोमा पो हालिदिएको खानु न अलिकति बस्दैछन् खाने तर कहाँ हार्छ नि कहाँ आएको मान्छेले पत्याउँछ होला नानी उयो नानी होला ठुलो नानी 30 वर्ष नानी 30 वर्ष नानी मलाई थाहा छ यो यति पुगो भन्नु हाम्रो गाउँ संसारको हो नि त म कहाँ 30 हो 28 हो जेन्जी हो म 1997 को हो नि त अब 2 वर्ष पछाडि चाहिँ गाइस म 30 पुग्छु बर्थडे विस गर्नु होला त्यतिमा बकेट त खाली भएर नि अलिअलि रहेछ नि तपाईँको लागि है मलाई पुग्यो म त अगाइसकेँ त अब त्यो क्या यस्तो यस्तो गर्दै यो होस् होस् पर्दैन पर्दैन त्यसै गर्नु पर्ला दाजुलाई भोलि पनि अगायो होइन तर मुखमा चाहिँ मिठो भयो भोलि यस्तो मिठो चार परेछ कि गाइस कसरी खानु होला म अब खाँदिनँ भने तपाईँकोमा खोर्सानी एउटा अझै हातमै रहेछ त छ नि खाऊ कि नखाऊ भन्दैछु क्या खाउँ भने पनि दाजुको भनाइ सम्झिन्छु होइन नखाउँ भन्दा खाउँ 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 लागिरहेको अब नखाऊ त छैन भोलि खाउनु ल भरे फेरि राति भाउजू बाथरुम कुदेर बेटीले बास भयो खोर्सानी भने भनेको बुझ्नु अझ खानु मम्मी अलिकति धेर भयो नि एकदम थपेर खानु है पुपु उमेरमै खानु होइन दाजुले अझ कम्ती खानुभयो नि बुवाले थोरै खानुभयो नत्र यही उमेर हो खाने त बाउलाई खानै खानु खानु कम्ती खान्छ अब हरियो मटर एड गरौँ ल भिजाको त बेच्दै गर्ने हो के पुग्दैन के पुग्दैन मनमा चाहिँ हुँदैछु के सकेछ हरियो मटर हाल्नु अनि तर पनि होइन राम्रो भयो त है मैले के बिर्सेँ अघिदेखि मनमा चाहिँ छ तर सोच्छु केही होइन अहिले लास्टमा आएर यत्रो भिजा गरेछ हाल्नु बिर्सिन नि त ए यो लगायो भने त अझै मिठो हुन्थ्यो क्या सुनमा सुगन्ध ठिकै छ यहाँ पनि लगाइदियो अलिकति ठिकै छ मलाई लाग्यो किन हरियो मटर चाहिँ एकदम राम्रो हो स्वास्थ्यको लागि राम्रो हो क्या खानुपर्छ अब भोलि चटपट थुक्पामा खानुपर्छ हामीले चाहिँ यहाँ हरियो मटर सरी हालेको छौँ हरियो मटर सरी बनाइदियो लास्टमा आएर चाहिँ लास्टमा आएर बिर्सेको कुरा मेरामा नि अलि लगाइदिएको छ नि त्यस्तो अर्को हुन्छ नि मिठो भयो झन् अघिको भन्दा पनि मैले आलु चाहिँ मन तिम्रो आलु 3 जनामा नि मुखबाङ गर्नु भने कलेज छ होला मैले जित्छु खानुमा चाहिँ अब फर्स्टमा चाहिँ दिदीले जित्नुहुन्छ होला खानामा छिटोमा चाहिँ छिटो खानुमा म त लास्ट म पनि लास्ट हो छिटो खानुमा चाहिँ धेरै खानुमा चाहिँ 3 जनामा मैले जित्छु होला छिटो खाने कुरा होइन कि धेरै खानेमा धेरै खानेमा चाहिँ मैले जित्छु होला होइन जित्छु म सबैले जित्छु त्यसमा तिम्रो भोलि थुक्पा मुखबाङ गर न त के
के दिने त्यो पो होला कुरा त नि के दिने हामीलाई गरिहाल्छ नि गरिन्छ त ल तिम्रो 3 जना बस्नु हैन थुक्पा खानु हैन भोलि बेलुका तिम्रो थुक्पा मुकबाङ गर तिम्रो के दिनु कसले धेरै खानेमा के माग्नुहुन्छ एक बटुका 2 बटुका हुन्छ अब तपाईले र तपाईले भन्दा कसले धेरै खाने मैले भन्दा अब कसले धेरै खाने त्यसमा होला 1 बटुका 2 बटुका भन्दा पनि अब के दिने भन्दा त खाइन्छ खाइन्छ नि 3-4 बटुका खाइन्छ होइन के दिने भन् त अन्त त्यही त नदिँदा आफ्नो भिटाउन टनक्क त के दिनु त लु के दिने तपाईको च्यालेन्ज हो त हामीले एक्सेप्ट गर्ने हो त्यो त मैले अहिले केही सोच्नै सकिरहेको छैन क्या तिम्रो बिक्रीलाई के दिनु भनेर तपाईको चाहिँ त्यो रेड बुलमै त बिकिँदैन है उला राखेर दिँदा हुँदै रहेछ जित्छन् होला उसले यिनले त्यसै जितिहाल्छ नि हामीलाई नि भुँडी हेरेर कुरा गरौँ न कसरी सक्दैन खानदानी बुढी हो यो तिमीलाई के दिन्छ तपाईले भन्नु हैन अनि हामीलाई मन पर्छ कि पर्दैन त्यो कुराहरु होइन यसो गरौँ हैन म एउटा कुरा ल्याउँछु हैन अनि त्यो कुरा त्यहाँनिर राख्छु त्यो चाहिँ सरप्राइज हैन जसले त्यहाँबाट अनि तिम्रो जसले जित्छ ठ्याक्कै दिन्छु तिमीले खोल्छौ तिम्रो खुसी भइहाल्छ अब खुसी हुने दाइस भन्दा खुसी हुने ल्याउँछु म ल तर के हो भनेर म भन्दिनँ तर त लिन जाँदाखेरि म भिडियोमा चाहिँ भन्छु यस्तो थोक ल्याउँदैछु भनेर ल यिनीहरू 3 जना हो नि त ल ओके गाइस अब भोलिको लागि चाहिँ यहाँनिर भिडान त हुने भयो मैले यहाँनिर यिनीहरूलाई अलिकति सरप्राइज खालको एउटा केही लिएर आउँछु बजारबाट अनि त्यहाँबाट यिनीहरूलाई म यहाँनिर राख्छु कसले धेरै खान्छमा होइन कसले धेरै खान्छमा हो ढिलो छिटो खाए पनि जस्तोसुकै जेसुकै होस् तर धेर खानु पर्यो अनि जसले जित्छ होइन यसो गरौँ न धेर खाने भन्दा नि टाइम गरौँ होइन यति टाइमको राखौँ अनि त्यो टाइममा कसले खाइसक्छ अनि त्यहाँबाट धेरै जित्छ ल सो गाइस ओके हामी भोलि त्यसो गर्छौँ अनि त्यहाँबाट जसले जित्छ त्यसलाई हामी म चाहिँ मेरो तर्फबाट चाहिँ गिफ्ट दिनेवाला छु तिम्रो खुसी छौ नि ल तर गीत चाहिँ अलिक राम्रै आउँछ नि होइन दामी आउँछ भोलि टल्कै खाना त साह्रो पर्छ नि गिफ्ट म तिमीलाई दिन्छु टेन्सन नलिनु टाइम दिनु हैन अब त्यो टाइममा चाहिँ धेरै त खान सक्दैन सुत्नु पनि पर्ने हुन्छ ल त्यसो भने भोलि त्यसो गरौँ ल ओके डन घुमेर आएर भन्नु न भोलि हामी बिहान उठेर खानासाना अलिकति बनाएर खान्छौँ अनि त्यस पछाडि एकछिन घुम्छौँ यहाँनिर 1-2वटा घुम्ने ठाउँ रहेको छ त्यहाँको नि भ्लग बनाएर म हाल्ने नै छु तर त्यस पछाडि घुमिसकेर हामी आउँछौँ अनि बस्छौँ बेलुकाको टाइममा होइन कति बजी 7 बजीतिर ल 7 बजीतिर चाहिँ अनि यहाँनिर हामी त्यो बनाएर अनि त्यहाँबाट यहाँनिर मुकबाङ च्यालेन्ज गर्छौँ गाइस यो भिडियो पोस्ट भनेको चाहिँ अब एकैचोटि घर पुगेर 3-4 दिन पछाडिदेखि मात्रै पोस्ट हुन्छ यो चाहिँ एकदम ल ठिकै छ अब आज हामीले चटपटे पनि खाइसक्यौँ अब भोलि घुम्छौँ भोलि भ्लग गर्छौँ त्यस पछाडि अनि यो चाहिँ कसरी हालिन्छ भने नि यो भिडियोहरू कसरी हालिन्छ भने जसले अब उहाँबाट आएको भयो त्यो एउटा टुक्रा त्यहाँबाट यो एउटा ठाउँमा घुमेको एउटा टुक्रा अर्को ठाउँमा घुमेको अर्को टुक्रा अनि त्यसमा एड हुन्छ हामीले यसरी बेलुका खाएको यो छुट्टै हुन्छ त्यसरी हालिन्छ यो चाहिँ एपिसोड 1, 2, 3, 4 गरेर जान्छ गाइस ल त्यही हो अब अहिले चाहिँ हामी अब रात पनि पर्यो हामीले चटपटे पनि खाइसक्यौँ अब भोलि बिहान उठेर गर्ने कार्यहरू चाहिँ भ्लग गरेर त्यहाँबाट हेर्न सक्नुहुनेछ गुड नाइट गाइस बाई बाई ल बाई ल बाई उच्च अलिकति अशक्त छन् हातमा त यसो गर्छन् गाइस त्यस्तै हो ल गाइस गुड नाइट सी यू टुमोरो मर्निङ बाई